दर्शकबिन नमस्कार। आज हामी तपाईँहरूलाई सुनाउँदैछौँ एउटा त्यस्तो प्रेम कथा जहाँ प्रेम थियो, पीडा थियो, समर्पण र अमर सम्झना थियो। यो कथा भक्तबहादुर विश्वकर्मा र आशा कुमारी नेपालीको, जहाँ साथ छुट्यो तर प्रेम कहिले मरेन। दाङ घोराइका 42 वर्षीय भक्तबहादुर विश्वकर्मा एक सामान्य तर असाधारण मन बोकेका मानिस हुन्। घोराई सहरमा एक सानो कोठा भाडा लिएर पढाइसँगै लोकसेवाको तयारी गर्दै थिए। सोही घरको अर्को कोठामा थिइन् आशा कुमारी नेपाली। उनीहरू दिनौँ जस्तो भेटिन्थे। सुरुमा बोलचाल अनि बिस्तारै आत्मीयता, त्यस आत्मीयताले प्रेममा परिणत भयो। त्यो बनावटी थिएन, न त क्षणिक। त्यो जीवनभर सँगै हिँड्ने, सँगै मुस्कुराउने बाचा थियो। समयले साथ दियो र दुई परिवारको अनुमतिमा तिनीहरूले मागी विवाह गरे। त्यो विवाह केवल सामाजिक प्रक्रिया थिएन, त्यो दुई आत्माको एकताको प्रतिज्ञा थियो। विवाहपछि भक्तबहादुरको जीवन प्रगतिको बाटो अघि बढ्यो। लोकसेवामा प्रवेश गरे र नापी विभागमा अधिकृत बने। जीवनमा खुसी थप्यो। पहिलो सन्तानका रूपमा छोरी अनि केही समयपछि छोरा। परिवार पूर्ण लाग्थ्यो। जीवन सन्तुलित र रमाइलो लाग्थ्यो। तर जीवन एकनाश रहँदैन। छोरा जन्मिएको करिब 3 महिनामै आशाको पेटमा गम्भीर समस्या देखियो। परीक्षणपछि पत्ता लाग्यो चौथो चरणको आमाशय क्यान्सर। एकैछिन भक्तबहादुरको संसार अन्धकारले ढाक्यो। उनले आफ्नो सम्पूर्ण शक्ति श्रीमतीको उपचारमा लगाइदिए। अस्पताल, औषधि सेवा, सुसार, हेरचाह सब थोक, तर मृत्युको लेखान्त कसले परिवर्तन गर्न सक्छ र? सारा प्रयोगदान व्यर्थ हुँदा आशा यो संसारबाट सदाका लागि बिदा भइन्। श्रीमतीको मृत्युपछि भक्तबहादुरको जीवन भत्किएको घर झै भयो। 2 साना नानीहरूको पालन पोषण र उनी। तर आशा बिना त्यो घर रित्तो लाग्न थाल्यो। श्रीमतीको हाँसो आवाज हरेक कुना कुनामा बाँकी रहन्थ्यो। उनको सम्झनालाई अमर बनाउँदै भक्तबहादुरले आफ्नो घरमा श्रीमतीको शालिग निर्माण गरे। त्यो शालिग आज पनि साँझ बिहान उनी दियो बाल्ने, फुल चढाउने र माया पोख्ने ठाउँ बनेको छ। तर भक्तबहादुरको प्रेम यतिमा सीमित रहन्न। उनले आफ्नो मनमा सालौँसम्म पोखिएको पीडा, सम्झना, प्रेम, बिछोड र निष्ठालाई शब्दमा उतारे। उनले आशा नामक पुस्तक लेखे, जुन पुस्तकमा आफ्नो र आशाको जीवनको सम्पूर्ण कथा समेटिएको छ। उक्त पुस्तकमा उनले प्रेमको पहिलो नजरदेखि हाँसो, रमाइला क्षणहरू, श्रीमतीले मलाई बचाउनु है राजा, जसरी पनि म बाँच्न चाहन्छु भनेका ती पलहरू अनि उनको प्रगतिका आशाले दिएका साथ, पहिलो सन्तानको जन्मदेखि अन्तिम साससम्मको बिछोड सबै अभिव्यक्त गरेका छन्। यी पुस्तक मैले आशाको सम्झनामा लेखेको छु, तर केवल आशाको होइन। यो साँचो प्रेमको कसम हो, जसले मरेर पनि बाँच्छ, छुटेर पनि सँगै रहन्छ भन्ने गर्छन् भक्तबहादुर। आशा केवल एउटा किताब होइन, एउटा जीवन स्मृति हो, एक श्रद्धाञ्जली हो, एक प्रेरणा हो सबैका लागि जसले प्रेमलाई केवल स्वार्थको नाम दिन्छन्। आजको समाज जहाँ श्रीमती बितेको केही महिनामै दोस्रो विवाह गर्ने चलन सामान्य जस्तै देखिन्छ, त्यहाँ भक्तबहादुरले प्रेमकै एउटा नयाँ परिभाषा दिएका छन्। उनी भन्छन्, सम्बन्धमा श्रीमती भनेको त्यस्तो एउटा मिय हो जुन मोतीको मालाको धागो जस्तै हो। जुन दिन धागो चुडिन्छ त्यो दिन मोती छरपष्ट लथालिङ्ग हुन्छ। तसर्थ सबैले आफ्नो सम्बन्धमा श्रीमतीको सम्मान र माया गरौँ। सम्बन्धमा श्रीमती भनेको परिवारको एउटा यस्तो बलियो मियो हो जुन मोतीहरू जोडेर बनेको मालाको धागो जस्तै हुन्छ। जुन दिन धागो चुडिन्छ मोतीहरू छरपष्ट अस्तव्यस्त।
यसकारण सबैले श्रीमतीको सम्मान र माया गर्नुपर्छ। उनको अझ अर्को वाक्य गहिरो छ, त्यो दुनियाँमा सम्बन्ध पनि अचम्मको हुन्छ। कसैको श्रीमती जीवित हुन्छन् तर प्रेमको मृत्यु हुन्छ, कसैको प्रेम जीवित हुन्छ तर श्रीमतीको मृत्यु हुन्छ, मृत्यु भइसकेको हुन्छ। यो दुनियाँमा सम्बन्ध पनि अचम्मका हुन्छन् है। कसैको श्रीमती जीवित हुन्छन् तर प्रेमको मृत्यु भएको हुन्छ भने कसैको प्रेम जीवित हुन्छ तर श्रीमतीको मृत्यु भएको हुन्छ। यो दुनियाँमा सम्बन्ध पनि आज पनि उनी आशाको शालिगसँग बोल्छ, मुस्कुराउँछ, कहिलेकाहीँ आँसु झार्छन् तर उनी डगमगाएका छैनन्। 2 सन्तानका लागि र यो अमर प्रेमका लागि उनको जीवन सदैव साँचो प्रेम मर्दैन। यति बेला उनका तस्बिरहरू, टिकटक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। दुनियाँले हेरिरहेको छ। एक निस्वार्थ प्रेम गर्ने श्रीमानले मृत्युपछि पनि श्रीमतीलाई गरेका प्रेमका झलकहरू। दर्शकवृन्द, आजको भिडियो यहाँलाई कस्तो लाग्यो? कृपया आफ्नो धारणा कमेन्ट बक्समा लेख्न नबिर्सिनुहोला। साथै यस्तै सन्देशमूलक र जानकारीमूलक भिडियो हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद, नमस्कार, जय नेपाल। हाम्रो जीवनमा हाम्रो सबैभन्दा नजिकको साथी भनेको हाम्रो आफ्नै शरीर हो। यदि हामीलाई हाम्रो शरीरले साथ दिन सकेन भने हाम्रो बुवा आमा, हाम्रो जीवनसाथी र हाम्रो सन्तान कसैको साथको पनि अर्थ रहँदैन। हामीलाई हाम्रो शरीरले साथ दिन सकेन भने हामी पछि छुट्नेछौँ र दुनियाँ धेरै अगाडि बढ्नेछ। यद्यपि हाम्रो परिवारले पनि हामीलाई बिर्सनेछ र अगाडि बढ्नेछ। यसकारणले हामीले सर्वप्रथम हाम्रो शरीरलाई प्रेम गरौँ, केयरिङ गरौँ, त्यसपछि मात्र अरूलाई। 11 महिनाको सानो दुधी बालक, त्यसपछि एउटा 3 वर्षको छोरी, सँगसँगै मेरो वृद्ध बुवा आमा लगायत मैले चाहिँ 4 जना आश्रित परिवारहरूलाई हुर्काउँदै आफ्नो पेनलाई चाहिँ सहदै अगाडि बढेँ। र त्यो बिचमा मैले चाहिँ एउटा यो पुस्तक लेख्ने जमर्को पनि गरेँ, पुस्तक लेखेँ जुन आशा नामबाट चाहिँ प्रकाशन गरेँ। त्यो सँगसँगै मैले मूर्ति पनि तयार पारेँ। यो सब मैले किन गरेको भने मान्छेको मृत्यु जीवनमा 2 पटक हुन्छ, एउटा भौतिक रूपमा र अर्को स्मृतिमा। त्यसकारण